चाहिँ 8 वर्षदेखि रिलेसनमा थियौँ। उसलाई चाहिँ पहिला मैले फेसबुकबाट भेटेको हो। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै, साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिइन अरू कतै। मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन्, खुलेका केशहरूले फेरि बास्ना गुलाब झै छर्दछन्। आउँदाखेरि चाहिँ फर्स्ट मैले मतलबै गरेको थिएन, बिस्तारै बोल्दै जाँदाखेरि चाहिँ हामी अब लभ पऱ्यो भनौँ न। इनमै डुबी म हराएँ, मधोस भइकन थाहा नपाइकन म हराएँ, म हराएँ। बिहे गर्न चाहिँ धेरै पहिला मैले एप्रोच गर्दै थिएँ। केही ताका चाहिँ मेरो केही प्रब्लम भएर मैले बिहे अहिले नगर्ने भन्दै थिएँ। उसले फेरि मेरो घरको केही प्रब्लम छ भनेर बिहे गर्ने कुरा भयो। को बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर। सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बिहे गरेर अहिले हामी ह्याप्पी नै छौँ, अहिले खुसी छौँ, रमाइलो हुँदैछ। अहिले नर्भस पनि छौँ। बिहेको कारणले दुईवटा फ्यामिली एउटै भएको छ, खुसी लागिरहेको छ। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी। बरफी पलु झै जोडी बन्यो सानो चौतारी। माया हो र तिमीमा हराउनु बिस्तारा, हराएरै भेट्नु संसार, थाहै नपाएको जिँडेको। मेरा आँखामा आइबसे मेरा सपना, तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको। माया होइन भने चाहिँ अँधेरी